आज हामी अनलाइन डिजिटल स्क्याम र फाइनान्शियल फ्रडबाट कसरी बच्ने भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ। डिजिटल जमानासँगै ठगीको धन्दाहरू पनि डिजिटलाइजेसन भइसकेको छ र आजभोलि जानी नजानी कोही न कोही यस्ता डिजिटल ठगीको शिकार भइरहेका छन्। त्यसैले ठगिनबाट के सावधानी अपनाउन सकिन्छ भनी आजको भिडियोमा जानौँ है त। सुरु गरौँ ओटिपी अर्थात् वन टाइम पासवर्डबाट। यदि तपाईको मोबाइलमा नचिन्ने नम्बरबाट वा ब्याङ्किङ कारोबार गर्ने संस्थाहरू जस्तै तपाईको ब्याङ्क, ई-सेवा, खल्ती, फोन पेबाट तपाईको एकाउन्टमा समस्या छ, हामी समस्या समाधान गरिदिने छौँ भनेर कल मेसेज गरेर ओटिपी, पिन कोड वा ब्याङ्क कार्ड डिटेल्स CVV नम्बर दिनु भेरिफाई गर्नु छ भन्यो भने बुझ्नुस् तपाईँ ठगिन लाग्नु भएको छ। ब्याङ्क तथा ब्याङ्किङ कारोबार गर्ने संस्थाहरूले कहिले पनि यसरी तपाईको एकाउन्ट डिटेल्स माग्दैन। दोस्रोमा इन्टरनेट ब्याङ्किङ। अनलाइन पेमेन्ट गर्दा सधैँ तपाईले आफ्नो पर्सनल डिभाइसहरू, मोबाइल, कम्प्युटर वा ल्यापटपबाट मात्र ट्रान्जेक्सन गर्नुहोला र रेस्टुरेन्ट, क्याफे, होटल, एयरपोर्ट र बस स्टपहरूमा हुने पब्लिक फ्री वाइफाई कनेक्ट गरेर कहिले पनि आर्थिक ट्रान्जेक्सन नगर्नुहोला, किनभने तपाईको डिभाइस ह्याक हुने सम्भावना धेरै हुन्छ। अनलाइन पेमेन्ट गर्दा सधैँ डाटा अन गरेर वा घरको सेक्युर वाइफाईबाट मात्र ट्रान्जेक्सन गर्नुभयो भने तपाईँ धेरै नै सुरक्षित रहनुहुनेछ र तपाईँ VPN प्रयोग गर्नुहुन्छ भने पनि सबै VPN सुरक्षित नै हुन्छ भन्ने हुँदैन। त्यसै गरी WhatsApp, भाइबर, मेसेन्जर, इनबक्स, मेसेज, इमेलको माध्यमबाट तपाईले चिट्टा, लोटरी पर्यो भनेर लिङ्क आएको छ भने आएको लिङ्कहरू क्लिक नगर्ने, देख्ने बित्तिकै डिलिट वा ब्लक गरिदिने। एक क्लिकले तपाईलाई ह्याक हुने र तपाईको नामबाट अनेक फ्रड हुन सक्नेछ। अहिले हामी समयको व्यस्ततासँगै सजिलैसँग आफूले चाहेको सामान घरको ढोकामै पाउन सकिने भएर अनलाइन सपिङमा धेरै नै अभ्यस्त हुँदैछौँ। तर अनलाइन सपिङ गर्दा ट्रस्टेड वेबसाइटहरू बाहेक जुनसुकै वेबसाइटमा डेबिट क्रेडिट कार्ड रजिस्टर गरेर पेमेन्ट नगर्नुहोला। त्यस्तै सोसल मिडिया, फेसबुक, इन्स्टातिर मेसेज गरेर मलाई आपत पर्यो, मेरो घरमा यस्तो भयो भनेर अनेक समस्या देखाएर आफ्नै चिन्जानको साथी भाइ वा नजिकका आफन्तहरूले सापटी पैसा माग्दैछ भने आधिकारिक मान्छेसँग एकचोटि फोनमा कन्फर्म गरेर मात्र पैसा पठाउनुहोला। तपाईलाई ह्याक भएको एकाउन्टबाट मेसेज आएको पनि हुन सक्छ। आजभोलि विभिन्न एप सोसल मिडियाहरूमा आज तपाईले यति पैसा राख्नुभयो भने भोलि डबल हुनेछ, यति महिनापछि 4-5 गुणा बढी पाउन सक्नुहुनेछ भनेर गरिने विज्ञापनहरूमा विश्वास गरेर लगानी नगर्नुहोला। गर्नुभयो भने तपाईँ सम्झिनुस् म ठगिए। र अन्त्यमा तपाईको अनलाइन एकाउन्टहरूको स्ट्रङ पासवर्ड राख्नुहोस्, अरूले सजिलै अनुमान गर्न नसकियोस् र 2FA टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस्, जसले गर्दा तपाईको एकाउन्टलाई अर्को तहको सुरक्षा प्रदान गर्दछ र यदि कसैले अनधिकृत रूपमा तपाईको एकाउन्टमा पहुँच लिन खोजेको छ भने तुरुन्तै तपाईले सूचित गराउनेछ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो तल कमेन्ट गर्नुहोला। फेरि अर्को यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छौँ। भिडियोलाई आफ्ना आफन्त तथा साथीभाइहरूलाई सेयर गरी डिजिटल फ्रडहरूबाट ठगिन जोगाउनुहोला र हामीलाई फलो गर्न नि नभुल्नुहोला है।